गुड मर्निङ गाइज, वेलकम ब्याक टु माई अनदर डेली मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अलि सन्चो छैन गाइज, मलाई चाहिँ चिसो लागिरहेको छ। अनि यहाँ चाहिँ मेरो ठुलो भदारमा पढिरहेको छौँ, हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मैले मेरो भदाले सोधिरहेको पनि छु। एकछिनपछि चाहिँ खाना पाक्यो अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो ठुलो भाउजूले खाना राख्दै हुनुहुन्छ। अनि यता हुनुहुन्छ मेरो सानो भाउजूले चाहिँ दाल राखिदिँदै हुनुहुन्थ्यो। अनि त्यहाँ भाउजूले अचार पनि निकालेर राखिदिन थाल्नुभयो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ छ सलाद। खाना खाइभएर चाहिँ म त्यहाँ पढिरहेको छु, हेर्न सक्नुहुन्छ। एकछिनपछि चाहिँ मैले त्यहाँ महाभारत हेर्नेतिर लागेँ। हेर्न सक्नुहुन्छ मैले कति ध्यान दिएर हेरिरहेको छु। अनि आज चाहिँ मैले सुन्तला र बदाम खाएन, किनकि बाहिर एकदमै धेरै चिसो थियो, मलाई सन्चो पनि थिएन। त्यसपछि यहाँ चाहिँ मेरो ठुलो दाइले काट्दै हुनुहुन्छ उखु। यो उखु चाहिँ हाम्रो आफ्नै बारीमा फलेको हो। फलेको चाहिँ के भन्छ हौ यसलाई, फलेको भन्छ कि उम्रेको भन्छ, मलाई भन्न आएन गाइज। अनि त्यहाँ चाहिँ दाइले आफ्नो त्यो पातहरूलाई चाहिँ त्यो गर्दै हुनुहुन्छ। अनि त्यहाँ चाहिँ म जाँदैछु छतमा, पछाडि दाइहरू आउँदै हुनुहुन्छ, दाइ भाउजूहरू। त्यहाँ म तपाईँहरूलाई के गफ पार्दै गइरहेको थिएँ। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ सुन्तला अनि उखु। त्यहाँ हामी सबैजना घाममा बसेर चाहिँ खानातिर लाग्यौँ। त्यहाँ सबैजना सुरु गरिसक्नुभएको थियो। अनि ल म पनि सुरु गरेँ ल भन्दै थिएँ। त्यसपछि चाहिँ खान थाल्यौँ चटपटे। त्यहाँ चाहिँ मेरो भदैनीले प्याज टमाटर खुर्सानी काट्दै छिन्। अनि त्यहाँ त्यसले चाहिँ फटाफट लगाएर काटिदिन्थ्यो। पछाडि चाहिँ भाउजूले तयारी गर्दै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ मेरो भदैनी र मेरो सानो भाउजू मिलेर चाहिँ चटपटे बनाउने कार्यक्रममा लागि पर्नु भइरहेछ। त्यहाँ चाहिँ सबै मिक्स गर्नु भइरहेको थियो। म चाहिँ उभिएर भिडियोमा हेर्थेँ। हाम्रो बनिसकेको छ चटपटे, अहिले मैले टुई लगाएर खाइरहेको छु। सक्छ नि। यहाँ चाहिँ मेरो ठुलो भदाले त्यहाँ पुरै छेकिदिनु भइरहेको रहेछ कि मैले थाहै पाइरहेको थिएन। त्यहाँ क्यामेराको अगाडि आएर बस्नुभएको रहेछ। अनि त्यहाँ सबैजना खायौँ। त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो भदैनीले पुरै बाटामा खाइरहेको छिन्। लास्टको त्यो बचेको थियो, अनि त्यही खाँदै बसिरहेको छिन्। अनि त्यसपछि म त हामी त मेरो भदैनी कहाँ गइन् भनेर खोजिरहेको छ। मैले उता माथि छतमा आएर पुरै सानोवाला ब्ल्याङ्केट ओढेर चाहिँ अनि आनन्दले मुन हेरेर बसिरहेको रहेछ। हेर्न सक्नुहुन्छ मुन, यो चाहिँ हाम्रो घरको छतबाट देखिएको हो। अनि हेर्न सक्नुहुन्छ मलाई। त्यही नै गाइज, आजलाई यति नै। धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। अर्को भिडियोमा भेटौँला है त, बाई बाई।